यो चाहिँ प्रोजेक्ट 1 हुनेछ हाम्रो, जसमा चाहिँ हामी एउटा सर्टिफिकेट बनाउने छौँ। सबैभन्दा अगाडि हामी यहाँ आएर इन्सर्ट ट्याबमा पेज रेफरेन्समा आएर पेज चिन्नुपर्छ। A4 पेज चुन्यो अनि पेजलाई चाहिँ ओरिएन्टेसनमा गऱ्यो अनि त्यो पछि हामीले यसलाई जुम आउट गऱ्यो अलिकति राम्रो भिजनको लागि होइन। अनि त्यो पछि अझै हेर्दै जानुहोस्। अन्त हामीले बर्डर लगाइदिउँ त्यो सर्टिफिकेटको लागि अलिक कुल लुक देखोस् होइन। डबल बर्डर हुनुपर्छ त्यसमा चाहिँ हेर्नुहोस्। अनि यहाँबाट बर्डर चुनेर बर्डर लाउनुहोस् तपाईँहरूले। बर्डर लागेपछि अब तपाईँहरूले के गर्नुहोस् भने यहाँनिर इन्सर्ट ट्याबमा गएर एउटा सेप चुन्नुहोस्। सेप चुनेर रेक्टेङ्गल खालको सेप चुनेर त्यसलाई चाहिँ कलर फिल्ड कलर गरिदिनुहोस् ब्लूली होइन। अनि त्यसमा पछि त्यसलाई घुमाएर अलिकति घुमाएर माथिपट्टिको साइडमा लानुहोस्। त्योपछि चाहिँ यो अलिकति डिजाइन दिँदैछौँ हामीले होइन। यो सर्टिफिकेटमा कस्तो चाहिँ डिजाइन चाहिन्छ भनेर होइन। डिजाइन त तपाईँले आफ्नो बेसमा बनाउन सक्नुहुनेछ होइन, कस्तो चाहियो तपाईँलाई त्यहाँ त मैले बताइ मात्रै दिएको। आज एउटा कपी गरेर हामीले पेस्ट गऱ्यौँ। त्योपछि यसलाई टर्न गरिदिउँ। टर्न गरेपछि यसलाई पनि मुनिपट्टि राखिदिउँ होइन। मुनिपट्टि राखेपछि यसलाई यताको ल्याइदिउँ, अलिक मिलाइदिउँ, यसलाई छेउपट्टि ल्याउँ। तपाईँले छेउपट्टि ल्याए देख्नु भइसकेको छ अहिले यस्तो भइरहेछ। अनि यसलाई दुइटालाई सेम कलर दिनुपर्छ हामीले। अनि यसलाई के गरौँ भने आउटसाइड बर्डर दिउँ। आउटसाइड बर्डर चाहिँ येल्लोइस टाइपमा दिउँ होइन, अलिकति प्रिमियम देखोस् न। यसलाई पनि सेम बर्डर दिइसकेपछि अब हाम्रो नेक्स्ट स्टेप चाहिँ के हुन्छ भने हामीलाई यसलाई अलिकति एरेन्ज गरौँ, यसलाई मिलाइदिउँ होइन। अनि त्यो पछि चाहिँ नेक्स्टमा चाहिँ हामीले यसमा के लेख्नुपर्छ जस्तो कि सर्टिफिकेटहरू होइन त्यो लेख्नु बताउँदैछु म। अनि यहाँ छेउमा आएर तपाईँले यहाँ देख्नु भइरहेछ होला एरो होइन। यहाँनिर अब तपाईँले फन्टको साइज बढाइदिनुहोस्। फन्टको साइज पनि बढाउन सक्नुहुन्छ यहाँबाट। योभन्दा अगाडिको भिडियोमा मैले बताइसकेको छु सबै डिटेल्समा कसरी के गर्नुपर्ने होइन, फन्ट कसरी। अनि सर्टिफिकेट लेख्यो होइन। यो लेखेपछि अब यसलाई हामीले के भने जस्टिफाइज कन्टेन्ट सेन्टरमा गरिदिउँ, यसले बिचमा आउँछ होइन। त्यहाँदेखिको यसलाई एन्टर प्रेस गरेर मुनि अब अरू पनि लेखौँ हामी। सर्टिफिकेटको रूप दिउँ यसलाई डिजाइनमा होइन, कस्तो चाहिँ हुन्छ भनेर। यसको फन्टको साइज अलिकति घटाएर चाहिँ जो माथिको भन्दा चाहिँ अलिकति मुनिको साइज घटाएर चाहिँ त्यहाँदेखिको बनाउनु पर्छ हामीले। त्यसले गर्दा अलिक सर्टिफिकेट फर्ममा आउँछ हेर्नुहोस्। अन्त यहाँनिर अब यो लेखिसकेपछि चाहिँ के गर्नुपर्छ भने एउटा तपाईँले जो त्यहाँदेखिको तपाईँको त्यो किबोर्डको होइन डिलिट बटन नमप्याडमा पनि हुन्छ डिलिट डटवाला, त्यति दिनुहोस्। यसमा चाहिँ तपाईँले आफ्नो नाम लेख्नुपर्छ क्या। जब सर्टिफिकेट प्रिन्ट आउट भएर निक्लिन्छ त्यति बेला तपाईँले नाम लेखेर दिनु सक्नेछ अरूलाई। अनि अब यहाँनिर त अब केहरू लेख्नुपर्छ टर्म्स एन्ड कन्डिसनहरू, तर हामी एउटा ऱ्यान्डम ट्याक्स लिउँ जस्तो कि ऱ्यान्डको मद्दतले होइन। त्यो लिएपछि यो आउँछ। यो सबै लिनु पर्दैन, हामीले डिलिट गरिदिनु पऱ्यो आधी त हाम्रो। अब हेर्नुहोस् डिलिट भयो। अब दुईवटा लाइन जस्तो राखेर चाहिँ अरू सबै डिलिट गरेर त्यहाँदेखि अब तपाईँले यसमा देख्नुहोस् अब स्टाइल पनि हाल्न सक्नुहुन्छ। अझै तपाईँको क्रिएटिभिटी कतिसम्म छ होइन, सोच्नु सक्नुहुन्छ त्यो सबै। हामी सेपमा गएर एउटा यो सेप लिउँ जसले चाहिँ अलिकति राम्रो देख्छ होइन। यो सेप लियो, यो सेप अलिकति माथि गरिदिनु। अलिकति माथि गरेपछि यसमा एउटा कलर टक्क लगाइदिनुहोस्। अनि यसको चाहिँ आउटसाइड बर्डर चाहिँ हटाइदिनुपर्छ। आउटसाइड बर्डर चाहिँ नन राखिदिनु। टक्क भयो। अब यसमा तपाईँले मेसेज पनि लेख्नु सक्नुहुन्छ केही होइन, त्यस्तो पाराले बेस्ट विसेस थ्याङ्क यू भनेर। त्यहाँदेखिको साइडमा तपाईँले के लेखिदिनु भने साइडमा डेट लेख्नुपर्छ तपाईँले। अब कति तारिक इस्यु भएको होइन भनेर त्यो डेटको लागि स्पेस बनायो। अगर तपाईँले डेटको लागि स्पेस बनाउँदाखेरि मुनि जाँदैछ भने तपाईँले कन्ट्रोल एले सेलेक्ट गरेर अलिकति यसको यो स्पेसिङ घटाउने छ नि, यो पनि बताइसकेको छु, यो घटाइदिनुहोस्। यो घटाएर अब चाहिँ हल्का स्पेस हुन्छ। स्पेस भएपछि यहाँनिर डेट भनेर लेखिदिनुहोस्। डेट लेखेपछि यसलाई मिलाउनु पर्छ साइडमा लग्यो। अन्त त्यहाँदेखि यसलाई अब मिलाउनुको लागि चाहिँ स्पेस बटन थिच्न सक्नुहुन्छ, या त यो माथिकोले पनि गर्न सक्नुहुन्छ। यो सबै मैले डिटेल्समा बताइसकेको छु होइन पहिला नै। अनि यतापट्टि साइडमा चाहिँ अब हामी के गरौँ भने साइडमा चाहिँ अब सिग्नेचर कसको चाहिँ चाहियो होइन। अब को चाहिँ अथर हो, त्यसले को चाहिँ अथोराइज पर्सन हो जसले चाहिँ इस्यु गर्दैछ त्यो सर्टिफिकेट, त्यसको सिग्नेचर चाहियो होइन। जस्तो अब हामी यहाँ सिग्नेचर लेखिदिन्छौँ त्यस्तै हाम्रो सर्टिफिकेट कम्प्लिट हुनेछ। अनि यो चाहिँ तपाईँले एउटा सर्टिफिकेट बनाउनेको बेसिक डिजाइन सिक्नुभयो। योभन्दा अब तपाईँ क्रिएटिभिटी युज गर्नु सक्नुहुन्छ जति तपाईँकोमा छ होइन। तपाईँले अब युज गरेर टक्कसँगले आफ्नो हिसाबमा बनाउन सक्नुहुनेछ। यो बटनले थिचेन भने तपाईँले स्पेस बटनले पनि चलाउनुहुन्छ। अलिकति साइड गरिदिनुहोस् स्पेस बटनलाई, बास्ट हेर्नुहोस्।
यो चाहिँ हो तपाईँको एउटा सर्टिफिकेटको फर्ममा आइहाल्यो। यसलाई चाहिँ तपाईँले अब प्रिन्ट आउट गरेर पनि दिन सक्नुहुन्छ होइन। यसलाई अलिकति ठुलो साइज गरिदिउँ, भएन यति गरेपछि हुने रहेछ, यो भयो। थ्याङ्क यू गाइस हेर्नु भएकोमा। अब अर्को भिडियोमा फेरि भेटौँ, त्यति बेलासम्म